हेलो एभ्रिवान, यो मेरो सेलरोटी बनाउँदै गरेको है मेरो ट्रेनिस भाइ बहिनीहरूसँग सानो मिनी ब्लग बनाउँदैछु। सो अन्तिमसम्म हेरिदिनु होस् है। हस् खास मान्छेहरू चाहिँ यो चाहिँ समीर बिहा गरिहालिस् नत्र यता हामी थियौँ नि है हामीलाई बोलाइनस्। यो चाहिँ अब सेलरोटीको लागि चाहिँ एकदम खास खास मान्छेहरू चाहिँ छ यहाँनिर। यो चाहिँ हामी चाहिँ सेलरोटीको लागि चाहिँ यो पिठो कुट्नु चाहिँ माथि घर आइरहेको छौँ है दिदीहरूकोमा। सो यो चाहिँ हाम्रो स्टार्टिङ हो। अब चामल भिजाइसकेको थियो हिजो बेलुकै। अब यो अहिले कुट्नु भनेपछि अल्छी छ होला लुगा धुनु हो। कहाँबाट अरे वासिङ मेसिन दिनु नयाँ घर छोड्दा अब सबै चाहिन्छ। वासिङ मेसिन हो, रेफ्रिजरेटर होइन, डल्लै बुढाबुढीको लागि हुन्छ नि। बोइजहरूको अब ओभन सोभन एयर फ्रायरहरू हो, सबै चाहिने अब एडभान्स कुकिङ टेक्नोलोजी। पाल्दिङ सकम त ल्याउनु गयो भने माग्छ होला नि म्याडमले यहीँबाट चोर्दै लानुपर्छ होला हौ दाउरा। सल्किने चाहिँ प्रकारले बाँस बाँस त छ त होइन बडा बास त खोज्दा पनि पाइहाल्छ। देऊ देऊ पाला कुटा म्याम हालिदिनुहोस् अलिक एक दुई रन चाहिँ कुटोस् न। अबे जेरो कतामा त हरेस खानु मात्रै मिठो है, पिठो बनाउन साह्रो, पोल्नु पनि केही छैन त्यसमा। हरेस हुन्छ नि त्यसमा त भयो। सो अब चाहिँ हामीले चाहिँ यो के अरे पिठो कुटिसक्यो हो। अब यहाँदेखि चाहिँ हामी फेरि ब्याक टु पिटिसी। भोकले चिने कस्तो कस्तो आउनु थाल्यो यिनीहरूले यिनीहरूको हतियारहरू। यो चाहिँ कसो गरेर सफा गर। अब चाहिँ सेलरोटी बनाउनुको लागि चाहिँ है
तरकारी गर्दैछौँ अनि सेलरोटीमा यो हामी बडा इलाइची र घिउ मात्रै हाल्छौँ है किनभने सेलरोटीको मसला हाल्दैनौँ कहिले पनि पहिला त युज गर्थ्यौँ तर आजकल चाहिँ प्रायः युज गर्दैनौँ गनाएको जस्तो फिल हुन्छ है सो यो इलाइचीले चाहिँ फ्लेभर राम्रो दिन्छ नि त त्यसले गर्दा चाहिँ बडा इलाइची र घिउ हाल्यो भने चाहिँ दामी भइहाल्छ रोटी अनि रोटी दामी हुनुको लागि चाहिँ एउटा फेरि के हो मुसाई गुनाइ पनि हुनुपर्छ होइन राम्ररी मुसेर एकछिन पास राख्यो भने मजाले रोटी राम्रो सफ्रेर गइहाल्छ है अनि रोटी बनाउनुको लागि चाहिँ अब हाम्रो भाइ बहिनी यिनीहरू चाहिँ ट्रेनिसहरू हो हाम्रो छुट्टीको दिन चाहिँ अलिकति उनीहरूलाई चाहिँ हेल्प मागेर चाहिँ हामीले यो कामहरू चाहिँ गर्दैछौँ है अब यो भाइलाई जिस्काउँदै भए पनि गुन्नु लाउँदैछौँ हो अब यो गुनाइमाथि नै डिपेन्ड हुन्छ है जति राम्ररी गुन्नु सक्यो त्यति राम्रो हुन्छ है रोटी सो अब यो रोटीको लागि चाहिँ हामी तयारी गर्दैछौँ हेर्दै जानुहोस् है डल्लो चाहिँ भयो भने चाहिँ गइस खेर फेरि पासङै पासङ भन्छु नि यिनीहरू चाहिँ बाहिरबाट मगाएर ल्याएकै भरिया दाउरेहरूलाई चाहिँ यो 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 अब यो किचन छ यो हाम्रो किचन है सो यो किचनमा चाहिँ अब रोटी पक्छ सो अब हाम्रो चाहिँ चुल्हामा आगो पनि बल्न थाल्यो है एकछिन चाहिँ चुल्हा त तताउनु पर्यो पुरा चिसो छ सो चुल्हा चाहिँ अलिक हाइटमा छ त्यसले गर्दा हामीले यता इँटा लगाएर नै बनाउनु पर्छ भनेर फेरि इँटा लगाएर हामीले नयाँ चुल्हा बनाएर स्टार्ट गऱ्यौँ है पोल्नु आगो चाहिँ नबलेर त्यस्तो बिजोक भइसकेको छ ल रोटी चाहिँ चुल्हामा चाहिँ पानी चाहिँ छ्याम्मा हालेर चाहिँ भित्र गएर चाहिँ कस्तो मन परिसक्यो है भाउजू यो चुल्हामा चाहिँ अब रोटी पोल्नु चाहिँ योपालि चाहिँ होइन आगो नबल्दै अलिकति रोटी नमिलेको जस्तो भयो त दुःख सुख चाहिँ मिलाउँदैछौँ होइन एउटा दुइटा हाल्दा नै तेल सेल लिइहाल्दैछ है तर पनि अब केही छैन रोटी पोल्दै इन्जोय गर्दैछौँ छुट्टी पनि थियो है त्यसै टाइम पास पनि भयो मेरो एउटा मङ्गनमा लागेको त्यो रुगा मार्गी त्यो एकदम चिसो बेसी पानीमा भिजेर होला कि खोकेको खोएकै थिएन अलिकति यो बेसी के पो आगोमा बसेर होला आगोको रापमा बसेर अलिक कम्ती पनि भएको जस्तो पो भयो त यति साह्रो बिजोक भयो योपालि चाहिँ रोटी चाहिँ भाउजूले पोल्दैन अरे हल्का पानी यहाँ मेरोमा चुल्हामा फेरि हो अब बचाउट ग्यास बचाउटमा मेरो टर्न चाहिँ सक्यो हो अब यहाँदेखि चाहिँ निस्किन्छु टाउको पुरा दुखेको जस्तो भयो क्या अब चाहिँ रोटी सबै पोलिसक्यो होइन सबै यसरी सेलाइरहेको छु किनभने अहिले निकै गरम छ अहिले एकैछिन नहालेको है सो अब यसलाई चाहिँ कार्टुनमा चाहिँ टक्क मिलाएर चाहिँ प्याक गर्छु सो यहीँ आएर मेरो यो सेलरोटी पोल्ने ब्लग सकिन्छ थ्याङ्क यू